सक्छौ दम छ भने केपी प्रचण्ड शेरबहादुर माधव कुमार नेपाल छ नि त गनाउने ठुस्स परेको मुख। ये बड़ी अच्छी बात कही आप। पहिले त अब के भन्नु त्यो रातभरि चोर्न हिँडे जस्तो अनुहार नि त्यो रातभरि चोर्न हिँडेर नपाए जस्तो बिहान बिग्रेको अनिदो अनुहार। रवि लामिछाने नेता किन नेता भएको म जस्तै हुनु न अभियन्ता गुन्डाहरूको गुन्डा डनहरूको डन यो काठमाडौँ भेलीमा छ त्यो दुर्गा परसाई हो। त्यो एउटा बाहुन छ क्या यो बाबुराम भन्ने डक्टरले गरेको बाहुन नि क्यार 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 गरेर चाहिँ कानका जरा फुट्ने गरिदिनु पर्ने क्या। ल मेरो अगाडि पर्यो भने त नि मेरो अगाडि पर्यो भने म 3 इन्ची सार्ने गरी के बोले भाइ ए ताका धौले ताका गुन्दा त्यहाँ एक यता छु कालको जाली फुटाइदियो केपी ओली रातभरि सुत्दैनन् अरे तल माथि यता उता खालि दुर्गा प्रसाद के आयो दुर्गाले के भन्नु त्यो हेर न के भनौ भन्छन् अरे 4-5 जना राखा छ अरे अहिले। अब केपी ओली त भइसक्नेमा गइगयो। हामी त बोलेको छैनौँ हामी लडाइँ गर्न जान्छौँ हाम्रा चाहिँ नि कार्यकर्तालाई हामीले त्यहाँ गएर कुट भनेको छैनौँ नि हाम्राले त के भन्दैछन् भने फनिया लगाएर देखाइदिने भन्दैछ सत्य त कुरो। कस्तो समाज छ मेरो समाज मैले राम्ररी बुझेको छु माफिया भनेको छ डन भन्छन् हो मेडिकल सेक्टरमा दुर्गा प्रसाद डन हो। त्यसलाई पछाडि गएर मिडियामा ठुलो बनाइयो। रवि लामिछानेले त के भन्नुभयो दुर्गाजी चरेसको थालमा मार्सीको भात खुवाउने भन्नुभयो मैले त्यतिखेर भने के तपाईँ घरमा चाहिँ केराका पातमा खुवाउँछन् भात भनेको थिएँ। बाडीहरू लोटा लिएर आएका हुन् नि त एउटा लोटा लिएर आएका हुन् त्यही लोटाले पानी खान्थे त्यही लोटाले चाक धुन्थे कुरा बुझ्नुभयो कि त्यो स्थितिमा आएका साथीहरू हुन्। आज 4,000 करोड 10,000 करोडको ऋण नि 30 वर्षको पिरियडमा कुन बाउको सम्पत्ति थियो र महेश बस्नेतको श्रीमतीलाई भाउजू नमस्ते भनेर चिया बनाउन लगाएर उसैको घरमा चिया खाएर आउँछु। भोगटेलाई पाहुना बनाएर लग्यो घरमा पनि सकियो श्रीमती हुँदैनन् मान्छेका होसियार ओलीले त्यस समयमा कति लिए भन्दाखेरि 1 अर्ब रुपियाँ यिनीहरूसँग परमाड घुसको परमाड हुँदैन कहिल्यै भाइ। केपी ओलीकै पालामा नि एमाले भनेको कुन हो भनेर खोज्ने त आज देखिसकियो त झापा एमालेको अड्डा होइन अहिले यहाँ झापामा म एमाले हो भनेर कोही पनि आउँदैन आउँछ कोही।